दाइ खाजा नखाने भर्खर भात खाएर आएको दाइ यहाँ खाना सित्तैमा पाइन्छ रे अब तपाईँले त खाना खाएर आउनु भएको अरे के अरे कस्तो भोग्ला यार सित्तैमा भनेपछि भोक लाग्यो त्यस्तो होइन ड्रिम गार्डन रिसोर्टमा खाना सित्तैमा रे भित्रै गएर हेर्नुहोस् अझै भित्र गएर हेरौँ न होइन एकताल भात खाएको छातीमा अड्किन्छ कि त लामो मान्छे होइन ल आज सित्तैमा हान्नुपर्छ बारे एक्सक्युज मी के लिन्छ सर किन जेने पनि सित्तैमा छोरा त्यो ल्याऊ त्यो ल्याऊ त्यो पनि ल्याऊ यसो फेरि पनि ल्याऊ सित्तैमा खानुपर्छ लास्ट मिठो सित्तैमा मिठो यार लास्ट सर बिल बिल हजुर भाइ ठिक भयो क्या हो बाहिर खाना सित्तैमा ल्याएको छ यार कहाँ हुनु सर कहाँ ल्याएछ ओइ त्यही हेर्दै बाहिर गेटमा छ त यार कहाँ ल्याएछ मैले देखाएको छु नि त ए भाइ बाहिर खाना सित्तैमा छ भित्र हेर भनेको छ क्या भाइ ल हेर हेर कहाँ लेखेको छ क्या सर बाहिर छ क्या भाइ कहाँ लेखेको छ सर भाइ यहाँ खाना सित्तैमा पाइन्छ हेत्तिरिका सर भित्र हेर्नुहोस् भित्र गरेको खाना एकदम मिठो एकदम सबै यस्तो मिठो के खाना त ए त्यो भने के सर यहाँ भित्र हेर्नु त भित्रै ए सर यहाँ भित्र हेर्नुहोस् त यहाँ खाना सित्तैमा पाइन्छ मिठो लागेन भने मिठो लागेन भने हो नि त सर खाना मिठो लाग्यो भन्नु भयो नि त नि होइन होइन त्यस्तो पनि होइन खाना मिठो भन्दा पनि अब एभरेज टाइपको त्यो टाइपको अनि सर अघि मिठो लाग्यो भन्नु भयो नि त ए भाइ के प्रुफ छ प्रुफ बिना बोल्यो भने हामीलाई एकदम रिस उठ्छ मलाई फेरि प्रुफ बिना बोले पिसाब लाग्यो म हिँडेँ भाइ तिरिका सर ए हेर्नुहोस् सर ए भित्रको त भिडियो रेकर्ड छ मसँग सर खाना कस्तो लाग्यो होला खाना त सुपर बिना आउँछ ल अनि पैसा दिनु दुःखले अन्त अनेक बाहना गरेर हुन्छ सर अनि सरी भाइ अब यसो हेर न अब मजाक गरेर क्या कति भयो बिल बिल हजार टोटल 1000 जम्मा 1000 हजुर 1000 रुपियाँ भाइ यार हामी मजाक गरेर ठट्टा गरेर भाइ जाउँ न भित्र भाइ